नमस्ते साथीहरु, आज हाम्रो घरमा बुवाले थुप्रै अमला लिएर आउनु भएको थियो। अनि छोरी यहाँ चेक्नुस् न, छोरी यहाँ उज्यालो आयो नि। अनि त्यही अमला अब कसरी मिठो बनाउने भनेर म सोचिरहेको छु। अब म अमलाको अचार बनाउन जाँदैछु है त साथीहरु। मैले अमलालाई उसिनिसकेको छु। उसिनेर अमला यस्तो भइसकेको छ। अब म अमलाको मिठो अचार बनाएर हजुरहरूलाई देखाउँछु। मेरो नानीहरू पनि निकै एक्साइटेड देखिरहनु भएको छ यतातिर। अनि म यसबाट अब यसरी बिया छोडालेर टुक्रा टुक्रा गर्न जाँदैछु र मिठो मसला बनाएर त्यसमा म यो मिठो अमलाको अचार बनाउन जान्छु। यहाँ चाहिँ मम्मी बहिनीले यति आधी जति गरिसक्यो। म पनि गर्दैछु। यसलाई यसरी यति जति थियो। अहिले चाहिँ कागज यता यति छ। जाँदै जाँदैन। फेरि एकचोटि पज गर्छु है त। म गरिरहेको छु। या पिच्कियो। अहिले समस्या यो लामो हुन्छ छोरी। ल रुक्नु। बिहा गयो। एकछिन पज गर्छु है। अहिले मम्मीले मिठो मसला बनाउँछ अरे। अनि मिठो अमलाको अचार बनाउनलाई म लागि पर्दैछु। अनि पछि यहाँ चाहिँ अमला छ हैन। यहाँ चाहिँ अमला मिठो अमला छ। अनि यहाँ अमलाको बिया चाहिँ यता रहेछ। अमलाको अचार बनाउनको लागि के चाहिन्छ? तेल हाल्नु पर्छ मम्मीले। ल साथीहरु, कराईमा मैले तेल हालिसकेको छु। अब हामी अमलामा मसलाहरू राख्न लाग्छौँ। यहाँ के सिकेछ? यो खुर्सानीको धुलो भयो। यहाँ के राख्छ? अनि यहाँ मसलाहरू यहाँ पनि छ। बन्द गर न। हुन्छ म बन्द गर्छु। मम्मीले चाहिँ यहाँ मेथी र सुप पड्काउन लाग्छु। जिरा सक्नेको अवस्थामा भएर मेथी भनेर यहाँ के दिन लाग्यो? के हो? के मेथी र के भन्छ? सुप पकाउन ला। जिरा चाहिँ सिद्धिसकेको रहेछ। तर पूजा कोठामा पनि छैन। अमला त्यस्तो नगर, पेचक हुन्छ। यहाँ दाल पकाइरहेछ। अहिले चाहिँ रातको अवस्था भइरहेछ। यहाँ मेरो अर्को आन्टीको छोरा, मतलब कि मेरो कजन छ। यो हो हाम्रो कान्छो भाइ। यहाँ चाहिँ मेरो सानो, सबैभन्दा सानो भाइ हो। अझै अर्को भाइ बाँकी छ। हुँदैन त्यहाँ घरमा। ओके, एकछिन पज गर्छु म।